आज चाहिँ हामी यो बुल्गेरियाको जङ्गल मर्निङ वाकमा निक्लेको छौँ है। माथि टावरसम्म पुग्ने धारणा छ। हामी दुईजना साथीहरू निक्लेको छौँ। के छ बिरजाङ, अनि हामी आज टावरसम्म पुगिन्छ त? पुग्ने नै भन्ने कस्तो छ यो बुल्गेरियाको हावापानी कस्तो लाग्छ तिमीलाई? ल एकदम बवाल छ। हामी माथि टावरसम्म पुग्छौँ त? एकदम मजाले। साथीभाइ ल उहाँ साथीले चाहिँ हाम्रो साथीले चाहिँ अब माथि जानको लागि यसो लौरी छोरी यसो ठिकठाक पार्दैछ। अब भरे पाहाडमा अब ज्याक्कसँगले त्यसपछि हामी यहाँनिर चाहिँ यहाँ धारामा चाहिँ आउँछौँ। अनि धारामा हल्का फ्रेस यसो हल्का मुख भिजाएर भए पनि हामी है पानी सानी पिएर अनि माथि यही बाटो हुँदै हुँदै लाग्छौँ। पानी एकदम चिसो छ साथीलाई, एकदम दामी पानी फ्रेसमा। के छ ठिक छ नि? नेचुरल पानी पिउँदाको मजै छुट्टै देख्ने छ साथी हो। ओके छ त, कस्तो बवाल छ पानी है। ल लागिरहेको छौँ हामी माथि फेरि त्यही टावरको लागि भनेर निस्केको हामी है अरे मर्निङ वाकमा। अब कति बजे पुगिन्छ भन्ने कुरो चाहिँ हो। अब यो हामी निस्केको 6 बजे। अब छुट्टी मनाउनको लागि है हाम्रो चाहिँ ल गाइस यस्तै छ। धेरै अहिले हामी 2 किलोमिटर जति पर 2-3 किलोमिटर पर पुगेपछि चाहिँ एउटा झरना आउँछ नर्मली है। यो झरनामा हामी एकछिन अब बस्छौँ। गाइस दामी छ कस्तो हो, दामी 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 आउँछ है। हामीको एकदम बवाल छ माथिबाट झरेको देखिन्छ। खोला नाला पुलहरू यस्तो दामी बनाएको छ, कस्तो दामी बनाएको ल अब पुल काठको बवाल छ ल। यस्तो दामी बनाएको छ काठको पुलहरू साइडमा है। अन्त कस्तो दामी ल है साथीहरू, यो चाहिँ हाम्रो एकदम नेचुरल पानी हो। एकदमै टावर आइरहेको है। यस्तो दामी चिसो छ, यस्तो राम्रो छ हेर्नुहोस्, यस्तो सफा छ है। अब हामी चाहिँ तपाईँको माथि टावरमा जानलाई सुनेको हो। म तपाईँहरूलाई एकदम खतरा खतरा ठुलो ठुलो झरना देखाउन गइरहेको छु। काइच हेर्ने हो, काइच बुल्गेरियाको एकदम ठुलो झरना हेर्ने हो। काइच हेर्नुहोस्, काइच हेर्नुहोस् त, काइच हेर्नुहोस्, काइच बुल्गेरियाको एकदम ठुलो झरना आयो। हेर्नुहोस् त काइच, ल यस्तो झरना त देख्न पाइन्न नि काइच। माथि हेर्नुहोस्, कत्रो अग्लो पुल हो यो। ल ठिक छ। ल अब हामी साथी अब यहाँबाट लागिसक्यौँ झरनाबाट है। यो अब हामी माथि हिँड्यौँ। अब अझै हाम्रो अब यहाँबाट गइसक्यौँ। अब 7 बज्न आँटिसक्यो, घाम निस्किन आँटिसक्यो। अझै अब हामी माथि जानु छ। अब धेरै माथि भन्दा पनि हामी अब 4 किलो ल खाइसी उतो टावर यहाँबाट हल्का ढुकुरीहरू कस्तो हुँदैछ नि त कि परेको जस्तो ट्याक्क टुकुर कस्तो दामी ल है त। अब हामी जाँदैछौँ माथि 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 पुगिन्छ। कस्तो छ त तलको दृश्य पनि यस्तो छ। भ्यू हेर्नुलाई रहेछ नि त। त्यही हो। अब यहाँबाट चाहिँ हामी फेरि अर्को एउटा सर्मल झरनाको आएको छ। अब हामी त्यहाँनिर म्याप हेरेर फेरि कुन बाटो जाने भन्ने कुरो एक्चुली हामी टक्क हाल्छौँ है। कस्तो दामी बनाइरहेको छ हेर्नुहोस् त माथि टक्कसँगले। यो चाहिँ यहाँको म्याप
कतादेखि जाने भन्ने कुरो हो माथि टावरमा यो टावर हो ल यस्तो आएको हो हामी माथि अब यताबाट जान्छ धेरै माथि 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 आइसक्यौँ हामी अब यो हामी पुग्ने भनेको त्यहाँ हो त्यही टावर हो है त्यहाँ माथिबाट चाहिँ सब देखिन्छ है यति माथि यो बाटोबाट हामी जाने हो अब तलको भ्यू चाहिँ तपाईँहरूलाई यहाँबाट पनि लगभग आधी उधी देखिन्छ हाम्रो साथी चाहिँ फ्रान्स फ्लोरिलिजनको लागि चाहिँ एकदम तयारीपूर्व हुनुहुन्छ माथि एकदम साथीले एकदम फ्रान्स फ्लोरिलिजनको लागि चाहिँ एकदम मेहनत गर्नु हुँदैछ अब हेरौँ अब उहाँ 2025-26मा जानको लागि तयारी गर्दै हुन्छ ल धेरै माथि 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 आएर चाहिँ हामी अब आएछु माथि हेर्नु बुल्गेरियाको अब भ्युजहरू त के अब धेरै माथि आइसक्यौँ है अब यो सोफियाको एकदम माउन्ट एभरेस्ट टावर भइगयो है त्यहाँसम्म हामी माथि जाने कोसिस गरिरहेछौँ 6 बजी हिँडेको धेरै घाम पनि आइसक्यो गर्मी ल यहाँ हेर्नु न यहाँ जङ्गली परेवा कस्तो दामी छैन यो चाहिँ हामी माथि पुगिसक्यो ल अन्त टक्क